अब यो घरमा देउसुरे खेल्नुपर्छ ल है। होइन यो घरमा खेल्नु र त्यो घरमा खेल्नुपर्छ होला। आम्मामा लाइटहरू पनि कस्तो दामी लगाइरहेको छ। धनी मलाई दान पनि पुरा दिन्छ साथी। त्यो घरमा जानुपर्छ हौ। जानुपर्छ अब खेल्नु। घर चाहिँ कुनै पनि नछुटाउँ, दुनै गरिब धनी जम्मैमा खेल्नु, किन हामीले रामराज गर्नु वर्ष दिनको चाड हो। होइन दाजु खेल्नु त त्यही घरमा खेल्नुपर्छ हौ। किनेर जाउँ हौ दाजु। आयौँ है आन्टी अङ्कल तपाईँहरूको घरमा देउसुरे खेल्नु। भट्यौँ होइन साथी? भट मै भटाउँछु ल। आहै भन भन भाइ हो देउसुर आहै रामरी भन ए सुर्मीलाई गन ए रामरी भन। हल्ला नगरिदिनुहोस् है, मेरो घरमा बिमारी छ। लु यो 100 रुपियाँ लगेर गइहाल्नुहोस् ल। ए हाम्रो त यो नेपालीहरूको कस्तो ठुलो मान चाड हो। यस्तो चाडमा पनि तपाईँले यस्तो सुक्खा उयो गर्नुभएको, दान गर्नुभएको। बरु हामी चाहिँ यो पैसासँग केही मतलब छैन नि। हामी त हाम्रो चाडलाई बचाएर राख्नुको लागि तपाईँले हाम्रो संस्कारहरूलाई अगाडि बढाउनु पर्छ नि त। यसो दियोहरू बालेर दिनुभएको थियो भने हामी लिन्थ्यौँ। यो दान पनि अब तपाईँ राख्नुहोस् ल। लिनुहोस्, तपाईँ राख्नुहोस् यो दान। हामीले ठुलो घर भनेर सानो घरलाई हेला गऱ्यौँ। अहिले हेर्नु त के भयो। हो त साथी, अब हामी त्यही घरमा गएर खेलौँ न साथी। हुन्छ त यही घरमा खेल्नुपर्छ अब है। आहै रातोमा माटो आहै चिप्लोमा बाटो ए लड्दै पढ्दै ए आयो हामी ए हजुरको घरमा ए तिन भाइको सल्लाह ए गरिमा हामी ए आयो हामी ए हजुरको घरमा। बुढी मान्छेको घरमा आइहालेछ, के गर्नु र। बुढी मान्छेको केही दिने नभएको रहेछु। 80 दिने मेरोमा चाहिँ दुःखमा नगर्नु ल। हुन्छ। आहै यसैमा घरका आहै परेवा पन्छी ए उर्दमा खेरी आहै आकाशै ढाकुन आहै औलको काने ए लेखको माने आहै आशिष दिन आहै यति मात्रै जाने ए यति मात्रै जाने। आन्टी यसो बुढी मान्छे कस्तो लाग्यो के लाग्यो है तपाईँहरूलाई दुःख नमान्नु है। बल्ल बल्ल चाडबाडमा खेल्नुपर्छ। बुढी मान्छे पनि यसो हुन्छ देउसी खेलेको मजा आउँछ। अघि नै मैले भनेकै हो नि तिमीहरूलाई, यहाँ सानो घर छुट्यायौँ हो। यो अहिले अब कति राम्रो मान गर्यो होइन, इज्जत गर्यो। ठुलो घर अब त्यस्तो गरेन हामीलाई हो। सानो घरमा इज्जत गर्यो। हजुर एकदम ठिकै हो।